ल हेरौँ है साथीहरू, मैले आज ड्रागन फ्रुटको बिरुवाहरू हाँगा काटेर जरा निकालेपछि अन्त सार्दैछु। यी जरा पलाएको हाँगाहरू हुन्। यिनीहरूलाई मैले आज गाड्ने हो, खनेर मल हालेर नयाँ बिरुवाहरू मजाले हाँगा आछन्। यी हाँगा आएका बिरुवालाई सारेपछि अर्को वर्ष फल्छन् भन्ने मलाई विश्वास छ। अब यहाँ सरर यो गराभरि सार्ने, अर्को वर्ष माथि टनेल बनाउने, असिनाले नहानोस् भनेर। यहाँ चाहिँ अलि असिनाको डर छ, त्यही भएर यो वर्ष लगाइयो भने अर्को वर्ष फल्छन्। यसमा हाँगा मजाले आछन्। यो हाँगा फालिदिनु पर्छ। त्यो एउटा नि फालेर दुईटा मात्रै राख्ने हो। यसमा चाहिँ एउटा मात्रै आछ। यसलाई थाङ्क्रा हालेर अग्लो बनाएर लगभग 5 फिट अग्लो भएपछि काट्दिने, अनि मुना आउँछ त्यही मुनाबाट फल्दिने हाँगाहरू राख्ने, अरू फाल्ने हो। अब मैले यी गाड्दैछु। यो यसरी लाछु। यहाँ माझमा एउटा पिलर हाल्नुपर्छ। पिलर हालेपछि 20-25 वर्षसम्म केही हुँदैन। थाङ्क्रा पनि हाल्नु पर्दैन पिलर हालेपछि। यहाँ यसरी ड्रागन फ्रुट लगाइँदैछ। यसरी ल हेर्नुहोस् है, यसरी बिरुवा बनाउन सुरु गरिएछ, लाउन सुरु गरिएछ। मेरो बारीमा ड्रागन फ्रुट लाउन सुरु गरेछ है साथीहरूलाई हेरौँ।